अनि त्यो पनि त्यसै गरी रक्सी खाने जाँड खाने भाङ खाने धतुरो खाने गाउँमा आउने हल्ला केही खान पाएन छ एकादशीको दिन मरेछ दुईजना मरेछ बुढाबुढी र अनि फेरि त्यहाँ यमराजका दूत आएछन् र त्यसलाई लान मर ठिक अब यति भइसकेपछि त्यो चमार पनि ट्याक्क त्यो पहिले कालका राजा जानुभएछ सरासर ब्रह्मा मिलेर जानुभएछ गुरु ब्राह्मणलाई गरौँ गएपछि बाँध्यो अब के गरौँ यो तपाईँको राजदण्ड जिम्मा लिनुहोस् भनेर त्यो कालका राजा भन्न थाले कोही पनि आउँदैनन् मर्दैनन् अब के गर्ने म त यो काल यमराजको यो राजदण्ड म लिन्न तपाईँले लिनुहोस् भनेर त्यो चाहिँ नि कालका राजाले ब्रह्माजीलाई भनेपछि अनि भन्नुहुँदो रहेछ नारायण हे महाराज हे राम 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 तिमी पिर नमान अब संयोग बसी एउटी मोहिनी साह्रै राम्री त्यही फुलबारीमा लगेर पठाइदिनु भएको छ एक दिन राजा मङ्गल घुम्दै जङ्गलमा गएको महाराज भन्नुहुन्छ ए नानी कहाँ तिम्रो खेतीपाती कहाँ तिम्रो घर कसकी छोरी तिमी नानी के हो तिम्रो थरा भन्छन् ती परम सुन्दरी के भन्छन् भने हेर्नुहोस् महाराज म घुम्दै आएको स्वर्गबाट झर्न गएको फुलबारीमा
यो फुलको रसले मलाई साह्रै मोहनी लाग्यो नारायण हे महाराज हे राम राम नाम मेरो मोहिनी पानको चाहिँ एउटा खिल्ली लिएर हातमा लिएर हिँडेकी छन् दाहिने हातमा अब यो पानको खिल्ली किन लिएकी त नानी हाम्रो त यो बानी नै छ स्त्री जातिले रित्तो हात कहिले पनि हिँड्नु हुँदैन रे के एउटा सल समातेर हिँड्नु पर्छ कि सारीको फुलको समातेर हिँड्नु पर्छ कि चाहिँ नि उपर लिएर हिँड्नु पर्छ खुला गरेर हिँड्नु हुँदैन त्यसो भएको हुनाले अब हामी जङ्गलवासीलाई कसले दिन्छौँ ओड्न होइन एउटा पानको पत्ता भेट्यो त्यसैले यसो शिरमा राख्नु लिएर हिँडेकी भयो र यसो हातमा लिएर हिँडेकी छन् अनि यसो विचार गर्नुको नानी तिम्रो बिहे गरेको छ त भन्दा मलाई सुहाउने त मिल्दो जोडी नै भेट्यो अहिलेसम्म गाउँ घुमे सहर घुमे काहीँ पनि छैन जङ्गल घारी घुमिसके कोही पाइँदैन हेर्नुहोस् त त्यस्तै रूपमा पलेकी शिलामा ढलेकी परम सुन्दरी साह्रै राम्री केटी आएर जङ्गलमा आएर त्यसो भन्छन् है राजा अनि राजाले मुसुक्क हाँसेर यो नानी मसँग उयो गर्छौ त हजुरको आज्ञा पाए त गर्थे भनेर यसो गरे अब हेर्नुहोस् त राजाले अर्काकी छोरी कसकी छोरी हुन् कसकी चेलीबेटी हुन् आफूलाई खराब पनि बिहे गरेका होला होइन जङ्गल जाने बित्तिकै अर्काकी छोरी देख्ने बित्तिकै झिमिक्क आँखा झिम्क्याएर ल हेर्नुहोस् मसँग बिहे गर्छौ त भनेर सोध्न सक्ने कस्तो यो पुरुषको जात यस्तो नारायण हे राम 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 भन्छन् महाराज राजी भइहाल्छ अब कसको बुढो हो कसको लोग्ने हो कसको छोरो हो के जातको त्यो सोध्नु पर्नु छैन उनले पनि हुन्छ भनिहाल्छ स्त्री जातिको जात पनि त्यस्तो सुन्नु बुझ्नु केही पनि छैन बुढो देख्ने बित्तिकै अनि पछि लाग्यो तर म बिहे त गर्छु हजुरसँग तर एउटा कबल गर्नुपर्छ के होला कबल मैले भनेको मान्नुहुन्छ भने हजुरसँग बिहे गर्छु भनेर भनिछन् अब के गर्नु यसो विचार गरे लोभिहाले राजा विचारै नगरी हुन्छ भने के त भन त भन्दा अहिले त भन्दिनँ भरे भरे भन्छ त्यसरी राजालाई मात्रै नारायण ए राम राम कबल गरी छन् श्रीमतीलाई के भन्छन् गन्धर्व बिहे त्यो गन्धर्व बिहे गर्न लिएर आएर भित्र्याछन् घरमा त श्रीमती पनि थिइन् छोरा पनि थिए
छोरी पनि थिए सारा कुरो थियो भित्र्याएछ अब केही भन्नु नआउने राजाको मुखिनेले बाबाकी दुवाई घरका सबै छोरा बुहारी नाति नाति र सबै चुप्प लागेर अब आजले केही बोलौँ भने हालिहाल्ने हो कि डर पनि छ हुँदै हुँदै गएपछि दशमीको दिन आयो एकादशीको दिन आयो एकादशीको व्रत गर्नुपर्छ सबैले एकादशीको व्रत गर्नुपर्छ भनेर त्यसमा पशुदेखि लिएर पन्छीदेखि लिएर हात्ती घोडा सारा चाहिँ एकादशीको दिन पानी पनि खाँदैन यस्तो धर्मै धर्मले युक्त भएको देश थियो त्यो राजा मगर अरे त्यो दिन एकादशीको व्रत गर्नुपर्छ भन्दा त के भन्छन् ती मोहिनी भने म त एकादशीको व्रत गर्दिन त्यो एकादशी भनेको कहाँकी देवी हो नारायण ए स्वामी ए राम राम म त सक्दिन किन हुन्थ्यो एकादशीको व्रत